मनलाई अब कसरी सम्हाल्नु कहिलेकाहीँ सोच्ने गर्छु कहाँ गएर फाल्नु सकिरहेको छैन मैले जिन्दगीमा केही गर्न सकेको छैन मैले बाउआमालाई खुसी पार्न कोसिस त गर्दैछु म सफल हुन सकेको छैन जति दुःख गर्दा पनि कुनै कुरा पुगेको छैन अब त केही गर्छु भनी अघि बढ्न खोज्छु भाग्य नै यस्तै हो कि जता पनि लड्न पुग्छु हारेको छैन म सङ्घर्ष गरिरहेछु टुटेको मनलाई अझै डरियो पारिरहेछु वर्ष दिन भइसकेछ घर छोडी परदेश आएको याद आउँछ मलाई मेरो दिदी बहिनी आमा बाको जिम्मेवारी काँधमा छनी थनी बाबुको छोरो होइन गरिबकै छोरो हुने दुःख पीडा के हो मैले राम्रोसँग बुझेको छु दुनियाँको सामु बगिरहेको आँसु पुछेको छु सानो उमेरमा कमाउनलाई म यहाँसम्म आएको छु जिम्मेवारलाई